नमस्कार मित्रहरू, के तपाईँ कमजोर हुनुहुन्छ? आर यु विक? त्यसको लागि, त्यो उत्तरको लागि हामीले एउटा कथा जुन विवेकानन्दज्यूले भन्नुभएको छ, प्रेरणा दिनुभएको छ, त्यो कथातिर लागौँ। कथाको शीर्षक छ, विषय छ, भेडाको बथान बीच हुर्किएको सिंह। कुनै समयको कुरा हो, एउटा सानो सिंहको बच्चा दुर्घटनावश भेडाको बथानमा पुग्छ र भेडाहरूले पनि त्यसलाई आफ्नै जातिको भेडा सम्झेर उसलाई आफ्नो जुन बथानमा छ सामेल गर्छन् र त्यो सिंहको बच्चा त्यही नि भेडाहरूको बीच हुर्किन्छ र अलि ठुलो हुन्छ र उनी भेडाहरू जस्तै उनीहरूको जुन प्रयोग गर्ने भाषा हो त्यो नै प्रयोग गर्छ र आफूलाई भेडा नै सम्झिन्छ। एक दिनको कुरा हो, एउटा ठुलो सिंह त्यो एरियामा पुग्छ र उसले एउटा सिंहको बच्चालाई भेडाहरूको बथानमा हिँडिरहेको र उनीहरू जस्तै क्रियाकलाप गरिरहेको देख्छ र ऊ त्यो सिंहको बच्चा छेउनेर जान्छ र भन्छ, तिमी यो भेडाको बथान बीच के गरिरहेका छौ? सिंहको बच्चाले भन्छ, म भेडै नै हो र म भेडाइसँग हुर्केको हुँ, म भेडाइकै बच्चा हुँ भन्ने भन्छ र उसको मनोभावना पनि त्यही नै रहिरहन्छ। तर सिंहले उसलाई सम्झाउँछ, तिमी त सिंह हो, जङ्गलको राजा हो, तिमी भेडाहरूसँग हुर्किए तापनि तिमी भेडा होइन भनेर सिंहले त्यो सिंहको बच्चालाई एउटा तालाब छेउ लिन्छ र आफू र उसलाई उभ्याएर पानीमा हेर्न लगाउँछ र सिंहको बच्चाले त्यो बढीमानको सिंह जस्तै आफूलाई देख्छ र विश्वास हुन्छ, उसमा आत्मविश्वास आउँछ कि म पनि सिंहै रहेछु, भेडाको बथानमा हुर्किए तापनि म असलमा त सिंहै रहेछु भनी उसले बडे मानको गर्जन गर्छ र त्यो दिनदेखि आफूमा आत्मविश्वास राखेर आफ्नो जीवन एउटा जङ्गलको राजा जस्तै जिउनु सुरु गर्छ। त्यसैले साथीहरू, हाम्रो जीवनमा पनि त्यस्तै भइरहेको हुनसक्छ। हामीले कमजोरी देख्छौँ, डराइरहेका हुन्छौँ, आफूमा आत्मविश्वास हुँदैन र हामीले आफूलाई अरूहरूभन्दा कमजोर छौँ, शारीरिक हिसाबमा पनि कमजोर छौँ र मानसिक हिसाबमा पनि कमजोर छौँ, बुद्धि र विवेकहरूमा पनि कमजोर छौँ भन्ने सोच्दछ। तर वास्तविक रूपमा
तपाईँ हामी कमजोर हुँदैन। हामीभित्र असीमित शक्ति हुन्छ। वी आर युनिक। हामीभित्र शक्ति लुकेको हुन्छ। त्यो भेडाको बथान बीच हुर्केको सिंहले आफ्नो ताकतलाई नचिने जस्तै हामीले पनि आफ्नो भित्री शक्तिलाई नचिनेका हुन सक्छौँ। त्यसको लागि हामीले आफ्नो भित्रको शक्तिलाई चिन्नुपर्छ र हामी भित्र असीमित शक्ति छ भन्ने भावना राखेर अगाडि बढ्नुपर्छ र आफू भित्रको हीन भावनालाई त्यागेर, कमजोरीपनलाई त्यागेर म पनि जीवनमा केही गर्न सक्छु भन्ने भावना लिन सक्नुपर्छ र कुनै पनि कुरा सजिलो छ, म गर्न सक्छु, म त्यो काममा जित्न सक्छु र सफल हुन सक्छु भन्ने मनोभावना राखेर आफ्नो आत्मविश्वासलाई बढाएर हामी आफ्नो जीवनमा सफलता पाउन सक्छौँ। अन्तमा म के भन्न चाहन्छु भनेपछि यो जुन स्वामी विवेकानन्दजीको जुन कथा छ त्योबाट पनि र मैले आफ्नो व्यक्तिगत जीवनमा प्राप्त गरेका अनुभवबाट पनि म के सुझाव दिन चाहन्छु भन्दा हामीले जुन हामीलाई आफूलाई कमजोर सोच्छौँ वास्तविक रूपमा हामी कमजोर होइन। त्यो हाम्रो हीन भावना हो। हामीले आफूलाई र आफ्नो भित्री शक्तिलाई नबुझेको भएर मात्रै हामीले आफूलाई कमजोर सोच्न सक्छौँ। तर हामीले अठोटका साथ अगाडि बढ्न सकेमा म पनि केही गर्न सक्छु, जित्न सक्छु भन्ने भावनामा मनमा राखेर अगाडि बढेमा अवश्य पनि हामी हाम्रो जीवनमा अगाडि बढ्न सक्छौँ, सक्सेस हुन सक्छौँ र जीवनमा चाहेका जुनसुकै कुरा पनि प्राप्त गर्न सक्छौँ भन्ने भावना मनमा राख्नुपर्छ र त्यही सोचेर अगाडि बढ्नुपर्छ। थ्याङ्क यू, धन्यवाद।